आमाको उपहार च्यानलमा हजुरलाई स्वागत छ। यस च्यानलमा बेबी केयर सम्बन्धी जानकारीहरू, फुड रेसिपिज अनि किड्स एक्टिभिटिजहरू हुनेछ। यदि यस्तै जानकारीहरू हजुरलाई आवश्यक छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला। आज मैले चिकन लेग पिस बच्चाहरूको लागि एकदमै सिम्पल तरिकाले कसरी दिन सकिन्छ भनेर सेयर गर्न गइरहेको छु। यदि हजुरहरूलाई राम्रो लागेमा कमेन्ट अनि लाइक गरिदिनु होला। मासुलाई पखालिसकेपछि यसलाई राम्रोसँग बोइल गर्नुपर्ने हुन्छ। यसको लागि मैले कराईमा मासुलाई राखिसकेको छु अनि यसमा अब पानी एड गर्दैछु। पानी अलिकति बढी नै भयो भने चाहिँ राम्रोसँग बोइल हुन्छ। अनि अब यसमा म अलिकति नुन र बेसारलाई पनि एड गर्नेछु। हजुरहरूलाई हतार छ भने प्रेसर कुकरको पनि प्रयोग गर्न सक्नुहुन्छ। तर मलाई चाहिँ कराईमा पकाएको नै राम्रो लाग्छ, त्यसै कारण मैले कराईमा बोइल गर्दैछु। यसलाई मैले राम्रोसँग छोपिदिएँ। यो बोइल हुन्जेलसम्म यसको ग्रेभी सुपको लागि आवश्यक पर्ने मसलाहरू मैले रेडी गर्दैछु। र यो मसलाहरूलाई चाहिँ डल्लै राख्नुभन्दा पनि मैले मिक्सरमा ब्लेन्ड गर्नेछु। यसरी सानो सानो ब्लेन्ड भयो भने सुप एकदमै मिठो हुन्छ र बच्चालाई त्यो मसलाहरू अड्किने चान्स पनि हुँदैन। मैले प्याज, लसुन अनि अदुवालाई ब्लेन्ड गरिसकेँ। अब टमाटरलाई पनि ब्लेन्ड गरेर म एउटा भाँडामा खन्याउनेछु। यो रहेको छ अघिको अदुवा लसुनको पेस्ट, प्याजको पेस्ट अनि त्यसपछि यो टमाटरको पेस्ट। अनि मैले यहाँ साइडमा ल्वाङ, सुकमेल र अलैँचीलाई पनि पिसेको छु। यो मासु चाहिँ अघि नै पाकेर मैले बन्द गरिसकेको थिएँ ग्यासलाई। अब भने यो मासुलाई सुप बनाउनको लागि म ग्यासमा फेरि कराई बसालेर यहाँ घिउ एड गर्दैछु। अनि घिउमा म थोरै मसला, जिरा, ज्वानो र मेथी एड गर्नेछु। अब मैले अघि नै काटिराखेको हरियो प्याज र हरियो जिम्मोलाई यहाँ एड गर्दैछु। यिनीहरू चाहिँ मैले घरमै भएको कारण, आफ्नै बारीमा भएको कारण फ्लेभरको लागि अझ राम्रो होस्, मिठो होस् भनेर एड गर्दैछु। अनि त्यसपछि क्रमैसँग अघि पेस्ट बनाएको अदुवा, लसुन र टमाटरलाई पनि मैले एड गरिसकेको छु। अब यिनीहरूलाई राम्रोसँग चलाएर थोरै नुन, स्वादअनुसार नुन अनि बेसार र जिराको धुलोलाई मैले एड गर्नेछु। अब यिनीहरूलाई एकदमै राम्रोसँग चलाउनु पर्ने हुन्छ र एकछिन पाक्न दिनुपर्ने हुन्छ। अनि त्यसपछि मैले अघि मासु उसिन्दा अलिकति बोइल गरेको पानीलाई बचाएर राखेको थिएँ, अथवा अलि धेरै पानी राखेर बोइल गरेको सुप निकालेको थिएँ, किनभने त्यसले चाहिँ अहिले मासुको सुप अझ मिठो हुन्छ। अनि मैले त्यसलाई एड गरेर त्यो उम्लिसकेपछि अब चिकनलाई पनि एड गरिसकेको छु। यो मासु चाहिँ धेरै बोइल गरिसकेको र अलरेडी पाकिसकेको कारण यसलाई अहिले धेरै बेर पकाइराख्नु आवश्यक छैन। मैले 1-2 मिनट एकछिन पकाएँ अनि यसमा धनिया एड गरेको छु र यो अब एकदमै रेडी भइसकेको छ र मैले बेबीको लागि यहाँ मासु निकाल्दैछु। खाना र मासु सँगै दियो भने चाहिँ बच्चाले कि त मासु अगाडि खान्छ अनि खाना चिसो हुन्छ, कि त खाना पहिला खान्छ अनि मासु खाँदैन। त्यो भएको कारण मैले मासु पहिला खाओस् भनेर मासु अगाडि दिएको छु। अनि अब केही बेरपछि फेरि अलिक मासु खाएपछि उसलाई म खाना अनि सुप पनि फेरि दिन्छु। चिकनमा प्रोटिनको मात्रा एकदमै धेरै भएको कारण 1 वर्षभन्दा माथिको बच्चाहरूलाई हजुरहरूले पनि यसरी नै बनाएर दिन सक्नुहुन्छ। यदि 1 वर्षभन्दा तलको बेबीहरू छ भने चाहिँ नुन नहालिकन बोइल गरेर त्यसलाई मिक्सचरमा राखेर ब्लेन्ड गरेर दिन सक्नुहुन्छ। अहिलेसम्म भिडियो हेरिदिनु भएको लागि हजुरहरूलाई धन्यवाद।